त्यहाँबाट यिनी कुरो यिनी राजनीति अघि के त्यहाँबाट यिनी सबै त्यहाँबाट यिनी शास्त्रबाट बनाएर रहेछन् कि अघि त अघिको देशबाट होइन भगवान् शिवले माटोको शरीर बनाउनु रहेछ पार्वतीले कोही अब स्वास्नी भने श्रीमती भनेको तपाईँ दुइटा भयो मेरो 84 85 वर्षका ससुरा छन् मेरो 82 वर्षका कुकुर छन् म तिनकै घर घर बस्छु होइन बुढाबुढी झगडा गरेन भने त घरको आगो बोल्दैन किन्तु कराएको होइन क्या त्यो सल्लाह गरेको होइन अब मिठो बोले त कति दिन बोल्ने हो अहिले त्यो बोले त फेरि बोलिरहने बाटो हुन्छ होला त्यो बोले हो होइन तपाईँ जति गर्नुहोस् त्यो आमाले तपाईँ हाम्रो एउटा हाँस्छिन् होइन यसो मौका पायो तिमीलाई हामी गल्ती गरी गर्छ मेरो बुढले भनेर ठ्याक्क ठोक्छिन् हो कि गल्ती कसरी गर्ला बुढोले होइन त्यो आइमेलको काम त्यति भने त हामी सफल हुनु क्या र लाडेपानी आइमेलले पहि बिगार्छ लाडेपानीले छोरी बिगार्छ होइन त्यो यथार्थ बोल्ने आइमेलले लोन मान्छेले संसारको उत्कृष्ट पुरुष बनाउँछ क्या सत्य बोल्छ क्या त्यो गल्ती गर्ने मेरो बुढीले म यति गरेर हिँड्छु होइन संसारले मान्ने उसले के हेर्छ त मैले कतिखेर कहाँ गल्ती गर्छु भने ठ्याक्क हेर्छु र आमाको अगाडि उसले मेरो बदनाम गर्नु पायो भने कति खुसी हुन्छ भन्दा बेइज्जत गर्नु पायो भने ऊ धेरै खुसी हुन्छ त्यतिखेर म नबोलेर बसेपछि घरमा टोलिरहेको हुन्छ क्या त्यतिखेर म लड्न गयो भने तिनीहरू लड्छन् त्यहाँ त तिनीहरू मिलेको देखिन्छ नि त तिनीहरू दुइटाले गाली गर्दा पनि यसो मैले पनि गल्ती हेर्ने त्यहाँबाट आफूले गल्ती हेर्ने तिनीलाई पनि चराप्प पारिदिने कि आमा पनि नभन्ने स्वास्नी पनि नभन्ने ठ्याक्क ठाउँ भनिदिएपछि तिनीले मलाई छोडेर मैले किन छोड्ने त त्यहाँ तिनले गल्ती गर्दै गर्दैन गल्ती गर्ने मैले जो होइन त्यहाँबाट मैले गल्ती गर्नु छोड्छु भने चाहिँ सुध्रिने आफू हो कि अरूलाई होइन यहाँ मैले जति परिवर्तन गरेँ पनि अब यहाँ कसको दिमाग कति छ भन्ने कुरा हो हजुरको जति चाहिँ मैले लिन आएको होइन म दिन आएको होइन हजुर कति खाली छ मलाई के थाहा कति राख्ने तपाईँ तपाईँलाई 108 वर्ष बाँचेर आएको मैले होइन म त यस्तो औषधि छ हजुर अहिले छैन म पठाइदिन्छु होइन 1 महिनासम्म तपाईँले खानुहोस् 1 महिनापछि तपाईँले के भन्नुहुन्छ भन्दा केटा अब उ त के अरे के घेराको लेख होइन हिँडेर जाऊँ न घुम्न भन्नुहुन्छ कि साथी बनाउँछ तपाईँलाई होइन यस्तो बनाउँछु कि यो गाला होइन क्या यस्तो छुटेको बनाउँछु कि हजुर बाँच्नुभयो भने यो देश बाँच्छ किनभने तपाईँमा त्यो चाहिँ बाँच्ने 108 वर्ष बाँच्ने रहर छ 108 वर्ष बचाउने मलाई पनि फेरि कर छ किन गर्छ न नाति भएर छोरो भएर आयो मेरो जिम्मा हो नि त तपाईँ जति एक दिन धेरै बाँच्छु मैले ठुल्बा भन्नुपर्छ होइन तपाईँ मरेको दिन त मैले मरै भन्नुपर्छ नि होइन त्यो म नमर्ने दिनलाई मसित एउटा चिज छ धेरै त भनेर 100 वर्ष नाग्नु सकिन्छ त्यो अरू आफ्नो बोनस 100 वर्षको ग्यारेन्टी भगवान्ले देखाउनु किन भन्नु म कथा भनौँ हाम्रो पञ्चतत्त्वबाट शरीर 40 वर्षसम्म भगवान्ले त्यत्तिकै बलियो बनाइदियो 40 वर्षपछि आइमेको हड्डी कमजोर बनाइदिन्छ भगवान्ले किनकि त्यो उमेरले गर्छ क्या र खानतन्त्र हुन्छ लौन मान्छेको रगत कमजोर रहन्छ होइन तपाईँ अहिले त्यो छ नि त्यो रगतले के भन्न थाल्यो भने तपाईँले अब बुढो भयो कि भन्न थाल्यो होइन तपाईँलाई मैले त्यो रगतलाई फेरि के भन्छ नि त रगत बाँचिन्जेल बुढो हुँदैन रगत त आँखा चिम्म नहुन्जेल लोन मान्छेको यो नहुन्जेल त्यो रगत चिसो हुनुहुन्न बाँचेको छ भने तर त्यसको कमजोर भयो क्या त्यसलाई यसो बल हाल्दैन रगत बलियो भने तपाईँको त फेरि भोलि के हुन्छ एकैटा ज्यान बस्छ होइन 100 वर्ष त्यहाँबाट माथि तपाईँले खानपिनमा तपाईँले खानपिन अब लोभ लाएर रक्सी मासु कति रोक्नु जे खायो भने के भात खायो भने अब खानु त 2 महिना मन लाग्छ त्यसले अन्न यहाँ तपाईँको त्यति घरमा पुग्दैन तर तपाईँले 2 महिना खानु भयो भने 1 महिना खानु पऱ्यो सानो खानु भने मानो खानु पऱ्यो हुन्थ्यो नि पहिला यहाँ त मानो खाएन त सानो खाए सानो खाएर बित्यो ओली सानो खानु गयो नि त हामीले मानो छोरो भगाएर खायौँ के रह्यौँ खायौँ हामी मानै खायौँ ती सानो खानु गरेर बित्यो त नि होइन पुरा कहाँ जान्छ किन गफमा ल्याए अब यो त हाम्रो पुरो मिल्छ होइन अब म यहाँ सिधै तपाईँ घर है तपाईँलाई लिएर घुम्ने जडीबुटी मलाई 5वटा त्यो तपाईँले भनेको जडीबुटी छ नि 5वटा जडीबुटी के भयो भन्दा मेरो ठुलबाले दिएको दबाई भनेर तपाईँको नाम भोलि बिहान संसारले तपाईँको यो छ नि डाइलेक्ट बुटलबाट खाली खुट्टा नुन बोकेर खाइयो अहिले छोराले जुत्ता लाएर लुट्यो होइन लडियो एउटा हुन्छ नि त हँसाउनुलाई हामी जो अब साउथमा कहिले जाँदाखेरि चप्पल चाहियो जुत्ता चाहियो अब त्यो नभइकन हिँड्न सकिएन मेरो शरीर जसो गराउँछु भने त्यो तपाईँ आयु घोटा भन्नु प्लास्टिक के अरे एउटा 2टा मान्छे आएछन् क्या एउटा चाइनाबाट नेपाल आएछ एउटा भारतबाट आएछ चप्पल फ्याक्ट्री खोलेर छ नेपालमा हेरेको सबै खाली खुट्टा देखेछ होइन एउटा के अरे इन्डियावालाले के भन्छ चाइनावालाले के भन्छ इन्डियावालाले ए यो खाली खुट्टा यो देशमा चप्पल बिग्दैन भनेर फर्केको थियो तर चाइनावाला आएकोले के गर्छ भने ओहो यो देशमा भन्दा धेरै चप्पल कहीँ बिग्दैन भन्छ किनकि सबै खाली खुट्टा थियो पहिला 100वटा चप्पल फेरि बाँड्यो होइन चिसोबाट बच्छ सिकायो क्या हेर्नु तपाईँको दिमागमा यो शरीरमा चप्पल लगायो भने चिसोबाट बच्नु चाहिँ धेरै बाँच्नु भने सिकायो धेरै मर्नु भने सिकायो त तपाईँले जुत्तै लाउनु हुँदैन तर मेरो हजुरले मलाई के सिकाउनु भन्दा मेरो बुवाले चप्पल ल्याएर लाउँदाखेरि लुट्नु भयो त्यहाँ खोलामा फालिदिनु भयो मैले देखेँ त्यहाँ नभने बाला भने किन भन्दाखेरि अहिले भयो भने ला भन्छ लाएर म हिँड्नै जान्दैन लाउने बित्तिकै बजारले हालखुट्टा टेकेर हिँड्न थाल्ने मैले देखेको रियल होइन जब त्यो चप्पलले नै हिँड्नु मिल्दैन भने के लाउने त्यहाँबाट मैले भने तिमी खाली खुट्टा मर हजुरमा तिम्रो यो खाली खुट्टा मैले जीवनभर पाउ सम्झेर धरती हाम्रो अन्नपूर्ण हो म त्यसै बुझाएको छु नि तपाईँ खाली खुट्टा यहाँ भेटेँ नि त नुन बोकी खुट्टा यहाँ छ कि त्यही भएर मैले तपाईँलाई बा ठुल्बा भनेको त्यसै तपाईँले भन्नु भन्दैन मैले र मैले एकपल्ट भनेपछि
नबोल्जेल भन्दा त टोड्दैन तपाईँले टोड्नु भने मैले के भन्नु कि तपाईँले गाइसक्नु एक कप चियाले ठिकै छ त्यहाँनिर अब होइन तपाईँ कस्तो लाग्यो घुमेको मान्छे तपाईँहरू घुमे फिरेको देश तपाईँको खाएको एक साल हरेक चिज तपाईँ त्यहाँबाट घुमेको फिरेको विद्वान सबै चिज भएको मान्छे हो विचारमा नलेजमा तपाईँको धेरै छ तपाईँहरूको नभइकन पढेर नि बा पढेर हो तपाईँ जस्तै भेट्यो तपाईँले किन त होला फर्काउनु आएको अलिअलि शास्त्रहरू छ ज्ञान छ हो अलिअलि भगवान् कुण्डली देवी भने नि तपाईँको आमा हुनुहुन्छ नि उहाँ कुण्डली अन्न देवी हो तपाईँ भैरव हो होइन कुमारी भैरव सफल भैरव अब तपाईँलाई 108 वर्ष बाँचेर संसारलाई यही कुरा सुनाउने हो त्यही हेर्न आएको है बस्नु त त्यहाँ कति दिन बस्नु